नमस्कार अनि हार्दिक स्वागत छ यो मेरो अर्को नयाँ भिडियोमा। धेरैजना साथीहरु भिडियोको प्रतीक्षा गरेर बस्नु भएको थियो होला। तपाईको प्रतीक्षाको घडीलाई समाप्त पार्दै आज यो नयाँ भिडियो ल्याएर उपस्थित भइसकेको छु। कमर्सियल अफिसियल युट्युब च्यानल सब्स्क्राइब गर्नु भएको छैन सब्स्क्राइब गर्नु होला र फेसबुकलाई फलो गर्नु होला। यस्तै विभिन्न खाले समाचार, सूचनामूलक, सन्देशमूलक भिडियोहरु ल्याएर म आगामी दिनमा पनि उपस्थित हुनेछु। र आज के भयो भन्दाखेरि सुर्खेतबाट दैलेखको ठाँटीखेत गाउँपालिका जाँदै गरेको बोलेरो जीप ब्रादल गाउँपालिकाको उदालताल भन्ने ठाउँमा चाहिँ दुर्घटनामा पर्यो। दुर्घटनामा पर्नुको मुख्य कारण चाहिँ के छ भन्दाखेरि त्यो लोड क्षमता आफ्नो क्षमता भन्दा चाहिँ बढी यात्रुहरू ल्याएको कारण र सामानहरू ल्याएको कारण चाहिँ दुर्घटनामा परेको आएको छ, प्रहरीले जनाएको छ। र म के भन्न चाहन्छु भन्दाखेरि जो पनि सहर बजारतिर बस्नुहुन्छ हाम्रो दाजुभाइ दिदीबहिनीहरू अब दशैं तिहार मनाउनको लागि गाउँघरतिर आउँदै हुनुहुन्छ भनेपछि कृपया तपाईँ आफै सचेत रहनु होला, सतर्कता अपनाउनु होला। त्यो टिकट बिना चाहिँ नआउनु होला, टिकट सुरक्षित हो। यो समयको माहौल हेर्दाखेरि चाहिँ तपाईको टिकट चाहिँ अनिवार्य हुनुपर्छ। अहिले चाहिँ ठ्याक्कै कस्तो छ भन्दाखेरि जहाँ नजिक यात्रुहरू भयो त्यहाँ नजिकबाट उठाउने आइहाल्ने आफ्नो स्वार्थको लागि त्यस्तो छ। टिकट बिना चाहिँ नआउनु होला है। तपाईलाई त्यो अलिकति गाह्रो पनि पर्छ, तपाईँ हामी सबैलाई गाह्रो पर्छ। त्यही भएर चाहिँ टिकट बिना चाहिँ नआउनु होला र लोड क्षमता भन्दा चाहिँ कुनै पनि गाडी चालकहरू अथवा साहुहरूले चाहिँ लोड क्षमता भन्दा बढी यात्रुहरू नहाल्नु होला। यो समय भनेको एकदमै जोखिमपूर्ण समय हो र म ट्राफिक सरहरूलाई पनि जानकारी दिएँ, नेपाल पुलिसलाई पनि जानकारी दिएँ मैले। तपाईहरुले चाहिँ कृपया यो समयलाई चाहिँ अलि विशेष ध्यान दिदिनु होला। यो भिडियो मार्फत जानकारी दिएँ हैन, तर यो भिडियो चाहिँ तपाईहरुसँग पुग्छ कि नै त्यो त अलग कुरा नै भयो हैन। तर पनि मैले आफ्नो विचार र धारणा राखेँ। यो समय चाहिँ विशेष ध्यान दिनुपर्ने हो, तपाईले चाहिँ दिइ पनि राख्नु भएको छ र आज दिएको भए यो दुर्घटना पनि हुन्थेन होला जहाँसम्म मलाई लाग्छ। अहिले ट्राफिक नै घुसमा छ, हुन त यो देश नै घुस खाएर बसेको देश हो। अब ट्राफिक चाहिँ के नै भनौँ र हैन, तपाई हामी सबैले देखेको कुरा पनि हो। त्यही भएर चाहिँ तपाई जनताहरु चाहिँ सबैजनाले चाहिँ सतर्कता अपनाउनु होला, आफ्नो ज्यान चाहिँ जोखिमपूर्ण भएर यात्रा नगर्दिनु होला, यो मेरो आग्रह पनि छ। यो समयलाई चाहिँ विशेष ध्यान दिनु होला र यात्रा गर्दाखेरि आफ्नो टिकट र आफ्नो सिट चाहिँ सुरक्षित गर्नु होला र सिट बिना कतिपय त्यो भनौँ न उभिएर आउने चलन पनि छ। तपाई जहाँसुकैको यात्रा होस् र राम्रोसँग अपनाउनुस्, तपाईको यात्रा सफल रहोस् भन्दा पनि मैले कामना गरे र विशेष गरेर चाहिँ यो दुर्घटनाबाट बचौं, आफ्नो लोड क्षमता भन्दा धेरै नहालौं। यो पहाडतिरको गाडीहरु चाहिँ लोड क्षमता भन्दा चाहिँ धेरै हाल्छ के। पहाडतिर आउँछन् नि गाडीहरु, जुम्ला कालीकोट लगायत यो दैलेखतिर चाहिँ आउने गाडीहरु चाहिँ आफ्नो लोड यो समय भनेको त हुन त लोड क्षमता भन्दा धेरै हाल्दै तर टिकट पनि मिलेको हुँदैन, कतिपयलाई ढिला पनि भएको हुन्छ हैन। त्यही भएर चाहिँ आफै सतर्कता अपनाउनु होला, टिकट बिना नआउनु होला। यो मेरो आग्रह पनि छ, टिकट काटेर चाहिँ आउनु होला तपाई जुन ठाउँमा यात्रा गर्दै हुनुहुन्छ र तपाईको लागि सुरक्षित हो त्यो हैन। त्यही भएर चाहिँ सबैजना साथीहरु सतर्कता अपनाउनुस्, यो दशैं तिहार राम्रोसँग मनाउनुस् र दुर्घटनाबाट जोगिनुस् हैन। मैले भने हाम्रो गाडी चालकहरूलाई चाहिँ लोड क्षमता भन्दा धेरै नहाल्दिनु होला। तपाईहरुलाई यो मेरो आग्रह पनि छ, यो बिन्ती पनि छ हैन। दुर्घटना नपारिदिनु। यो दशैं तिहारको मुखमा आइरहँदाखेरि, दशैं तिहार नजिकै आइरहँदाखेरि चाहिँ तपाईहरु चाहिँ विशेष सतर्कता अपनाउनु होला र यसपालिको दशैं राम्रोसँग मनाउनुस्। सम्पूर्ण देश तथा विदेशमा छरिएर बस्नुभएका नेपाली आमाबुवा दाजुभाइ दिदीबहिनीहरूलाई नववर्ष 2082 सालको यो शुभ दशैंलाई चाहिँ विशेष शुभ मनाउँदै तपाईको यो पालिको दशैं शुभ रहोस्। हस्त, धन्यवाद। सबैको जय होस्।